हामी चाहिँ हाम्रो स्टप चाहिँ यहाँ कुम्बिनीमा रहेको छ र हामी चाहिँ अब यहाँ यसो जुस खाएर टक्क फेरि हाम्रो यात्रा जारी रहनेछ। टक्क यो माथि जाँदैछ हामी चाहिँ टक्क लगाएर फ्यामिलीमार्टमा अनि हाम्रो फेरि यात्रा जारी नै रहनेछ। ल त जाउँ है मोटर मेरो साह्रै मोटर कस्तो छ दामी छ ल को तिमी अगाडि हिँड नि त ल हो अगाडि यसो सुताको जस्तो गर्छु ल फेरि सुते भइदियो भने पुरानो एकछिन सिराहरू जाउँ मेरो ब्यागमा चाहिँ कोकहरू केटाहरूले कोकहरू खोजेर बनाउनुको पो भयो हामी चाहिँ सकामाथुको एउटा स्पट राखिदिन्छौँ त्यो स्पट पनि राम्रो छ है। हामी चाहिँ त्यो स्पट चाहिँ सायद मैले म्याप क्लासमा त अब पढिँदैन त्यही म्याप हेर्दै बस्ने हो नयाँ ठाउँ त्यही गर्ने हो। अनि त्यही गर्दा चाहिँ साजनको बर्थडेमा चाहिँ एक जग्गा यहाँ चाहिँ हामी 4-5 जना अनि नजान थियो हौ जोडा गाडीमा दोहोरो गरेर थियौँ हामीले त्यहीँ जाँदैछौँ त्यहीँ गएर एकछिन बस्छौँ रमाइलो गर्छौँ। रमाइलो भन्दा पनि अब हप्ताभरि काम गर्ने शनिबार चाहिँ फ्रेस हुनुहुन्छ मान्छे त्यहीँ फ्रेस जाँदैछौँ हामी चाहिँ। तर आजको दिनमा त पजिटिभ भयो तर यो भ्लग त म 2 पार्ट गरेर हाल्छु होला हौ किनकि हामी बिहान फुटबल गयो फुटबलपछि सिधै फुटबलबाट यस्तो गर्मी छ अहिले आज रोकिगाछीको 20-21 कति हो अनि फुटबल खेल्नै नसक्ने त्यसपछि ओभर पसिना आएर अनि त्यसपछि गाउँ केटा हो पौडी खेल्न भनेर आज पौडी खेल्न गयो। त्यो पौडी खेल्ने भ्लग चाहिँ कि त पहिलाकोमा आउँछ कि त यहीमै जोडेर आउँछ सुरुमा अगाडि तर सायद सकभर म चाहिँ 2टा यो चाहिँ यसो 1 दिनपछि हाल्छु भनेर सोचिरहेको छु। त्यही हो अन्त केही छैन है। अब फेरि राति गाडी धुन जान्छ होला फेरि भन्छु यो चाहिँ मेरो साजनको बाइकै साथ केटाहरू आएकै छैन पौडीमा सनसेट त भइसक्यो जस्तो लाग्यो। सनसेट भइसक्यो जस्तो लाग्यो एकछिन केटाहरूलाई कुरौँ बाटो चाहिँ यस्तै छ केटाहरू आएकै छैन। म चाहिँ अलिकति अब जोसमा जोस लिएर जोसमा होस् घुमाएर चाहिँ होइन नि फेरि जोस लिएर आयो केटाहरू। त्यो चाहिँ ड्युक 250 छ त्यो चाहिँ सुजनको हो आज भर्खर भेनमको ग्राफिक्स हालेको आयो केटाहरू आयो
गाडी जान्छु अरे यो गाडीमा त कोही छैन रहेछ हाम्रो चाहिँ यही हो म त गाडी टक्क लाइन बसेको क्या भनेर टक्क पछाडि रोकिदिएको त होइन परेको अब यहाँबाट थोरै अफरोड छ है फेरि तर रमाइलो छ कहिलेकाहीँ त्यो कस्तो भने सायद है मलाई सबै कुरा चाहिँ थाहा छैन कि तर जापानमा चाहिँ अब म गएको ठाउँहरूमा चाहिँ सबभर प्रायः जस्तो पिच छ क्या जता पनि क्या अनि कहिलेकाहीँ यो अफरोड चलाउन चाहिँ यसलाई चाहिँ अलिकति ओहो है यहाँ अफरोड रहेछ है भनेर अफरोडको मजा लिउँ न टाइपको हुन्छ क्या त्यही भएर यहाँ चाहिँ अलिकति त्यहाँसम्म चाहिँ अलिकति अफरोड छ थोरै हो तर धेरै होइन कि थोरै मात्र हो सायद यो स्पट चाहिँ सायद ताकामासु भन्ने बित्तिकै अलिकति अहिले चाहिँ सायद टिकटकतिर मैले देखिरहेको छु यो ठाउँ चाहिँ होइन हाइपमा आएको तर ठिकै छ है ठाउँ चाहिँ फेरि हाम्रो लागि चाहिँ दामी छ अब अरूलाई कस्तो लागेको छ अब होइन अब दामी छ है दामी दामी वरिपरि चाहियो मलाई राम्री दामी नानी है गाडी टिपेको हौ यही देख्न सक्नुहुन्छ तपाईँहरू तिनीहरू तँहरू है हामी आइपुग्नु लाग्यो अब 1 मिनट छैन 30 सेकेन्ड जति होला हो एकछिन चाहिँ यस्तो कुदाइदिएको हिँ गरेर तर यहाँ राति चाहिँ मलाई डर लाग्छ क्या तर जोडिस रहेछ फेरि मान्छे रहेछ यार हो क्या अहिले अलिकति पहिलाभन्दा अलिकति अहिले चाहिँ हाइटमा आएको ठाउँ हो क्या यो चाहिँ यो त्यही भएर हामी चाहिँ अहिले बाइक यहाँ राख्छौँ टक्क गर्ने टक्क स्ट्यान्ड लाउने टक्क च्यापी खुम्बाउने केटाहरू चाहिँ आउँदैछ ठाउँ चाहिँ यही हो अब ट्याक्क यहाँबाट ट्याक्क सिन देख्छ केटाहरू कहाँ गयो केटाहरू टुटुटुटुटुटुटुटु गर्दै आइरहेछ आयो केटाहरू ल डट बाइक पो हो त हौ ल जाउँ त्यही भएर त म यहाँ राख भने त मैले यो भिडियो चाहिँ अनकट हालिदिनु पऱ्यो क्या ल अब हामी चाहिँ ठाउँ चाहिँ टक्क एक्सप्लोर गर्दैछौँ ठाउँ चाहिँ होइन तर म हातमा लिन्छु होला यो गोप्रो यहाँबाट निकाल्छु है त वाउ भेरी नाइस यो चाहिँ अहिले मान्छेहरू ओभर आउँदो रहेछ नि पहिलाभन्दा पहिला फेरि थिएन हामी पहिला मेरो त्यही भने यो त टिकटकमा नि हालिरहेको नि मैले अहिले देखिरहेको हुन्छु क्या टिकटकतिर त दामी छ यस्तै समुद्र छ मोटे होइन पुलको ब्रिज छ पहिलाभन्दा पानी बढेछ हेर त बढिहाल्छ समुद्र पहिला त माछा नि बढेको हुन्छ देखिरहेको छु क्या घोप्टेर हेऱ्यौ क्या माछा जाउँ न त मिलाएर कहिले शनिबार यो शनिबार ठिकै भयो म बाहिर जान्छु यही छ यही ठाउँ है कतिजनाले चाहिँ अब यो ठाउँ देखेको होला यो ठाउँ टिकटकतिर देखेको होला कि हामी चाहिँ बिहान 8 बजीबाट कति बजीसम्म अहिले कामको कुरा नगर्नु न यार त्यहाँबाट चाहिँ अब जापानिज तरुनीहरू आउँदैछ है फेरि
ल हेर नि यहाँबाट त जाने ठाउँै रहेन रहेछ चढ्नुपर्छ चढ्ने हो जान्न कोही पनि जान्न त कहाँ चाहिँ घुम्न गएर मोटै हिँडा भन्दै हो तर धेरै ऊ त्यो चाहिँ हाम्रो ताकामान सोसाइटी त्यहाँ देखिरह होला अलिकति थोरै लाइफ ज्याकेट ल्याउनु पर्छ नभए हामी फाल्छ मोटै न पढ्दैन आउँछ नि लाइफ ज्याकेट आम्मा कसम त्यो 26.5 भन्दा कति माथि होला त्यो ठ्याक्क सीमा जस्तै छ क्या एउटा सानो होइन मान्छेहरू छ कि फोटोसोटो खिचिरहेको छ दामी छ है जोडी चाहिँ फेरि मलाई नि यस्तै छ है यहाँ चाहिँ सिङ हान्दै रहेछ ए बुढो कहाँ फाल्नु गएको हामी चाहिँ आज 3 जना छ है 3 दाजुभाइ ब्याङ्क लुट्ने ऊ चाहिँ बेङ्गलोर जालेको जान आँटेको अब गरिब लागिरहेको छ अब ब्याङ्क ब्याङ्क लुट्ने अवस्था आएको छ यस्तै छ त्यो चाहिँ फेरि सबै मान्छेमा यही छ है अब हामी चाहिँ फर्किन लाग्यो कि ल सुजन लास्टमा केही भन्दैौ न त ल आजको चाहिँ हाम्रो यात्रा यहीँसम्म रहेको छ होइन त्यो भन्दै सबैलाई बाई बाई ल यताबाट Take care. ल यता डाउनबाट भयो ल बाई बाई त हुन न बाई बाई ल गाइज ल बाई बाई अर्को भिडियोमा फेरि भेटौँला